सम्पूर्णमा नमस्कार, शुभ बिहानी। आज म प्रोत्साहन भत्ता चाहिँ कसरी सेटअप गर्ने भन्ने विषयमा चाहिँ भिडियो बनाउन गइरहेको छु। हेरेर हजुरहरूले प्रतिक्रिया दिनुहोला। सर्वप्रथम कुनै पनि ब्राउजर ओपन गर्नुहोस् र त्यसमा इमेज लगइन गर्नुहोस्। मैले अगाडि नै इमेज चाहिँ लगइन गरिसकेको छु र यता टिचरमा गएर लोड गर्ने। लोड गरिसकेपछि यसलाई चाहिँ टिचर स्यालेरी डिटेलमा जाने। यसलाई सेटअप गर्नु पर्यो। पहिला त सेलेक्ट इयर फिस्कल इयरमा जाने। आर्थिक वर्ष 83-84 भयो। यसलाई चाहिँ लोड गरिसकेपछि यता मिलाउने, ग्रेड मिलाउने। त्यसपछि चाहिँ कुन तहको हो, मैले प्राथमिक तह तृतीय श्रेणीको राखेको छु। अनि बाल विकास विद्यालय सहयोगी के आफ्नो कुन तह हो त्यो। अनि स्थानीय तहले चाहिँ रकम दिएको छ, थप रकम भने यता राख्ने, प्रदेशले दिएको छ भने यहाँ राख्ने। अनि यतापट्टि हामीले चाहिँ महँगी भत्ता, सञ्चय कोष, बिमा, चाडपर्व के आउँछ। जस्तो चाडपर्वको हकमा चाहिँ कसैको स्थानीय तहले थपेको पनि होला, यहाँ 0 देखाएको छ। यसमा चाहिँ थपेको छ भने यता राख्ने। अनि पोसाक खर्च कुन कुन शीर्षक छन् यहाँ टिक लगाउने। कोही फिक्स हुन्छ भने कोही चाहिँ स्थानीय तहले चाहिँ थप घट गर्ने। यहाँ चाहिँ लोकल लेभल एलाउन्सेस भन्छ। यसमा चाहिँ त्यो भत्ताहरू चाहिँ यता तपाईहरुले थपेर यसलाई चाहिँ के गरिदिने भन्दा अपडेट गरिदिने। क्रमशः त्यही तरिकाले चाहिँ सबै टिचरहरूको त्यो गर्ने। अनि त्यसै गरेर स्टाफको पनि त्यही तहले गर्ने। स्टाफको पनि तपाईको एक्सनमा गएर त्यही स्टाफ चाहिँ त्यही पद्धतिबाट चाहिँ गर्ने। मैले चाहिँ स्टाफको चाहिँ चाडपर्व र पोसाक खर्चको, अनि त्यसै गरेर कार्यरतको यता, अनि त्यसै गरेर स्थानीयले दिएको चाहिँ रकम यता राखेको छु। यसलाई चाहिँ अपडेट गर्ने। त्यसपछि यता हुन्छ यो चाहिँ पर्फर्मेन्स ग्रान्ट भनेर दिएछ यता। यसलाई चाहिँ के गर्ने भन्दा सिलेक्ट इयर 2083 कुन महिना हो त भन्दा अब श्रावणदेखि यो लागू हुने भनेर लोड गर्ने। अब यहाँ मैले चाहिँ अग्रिम चाहिँ एप्लाइडमा चाहिँ यस गरेको छु। तपाईहरुकोमा नो होला यस गर्ने। वा यहाँ धेरै आछन् भने यसलाई चाहिँ रिलोडेड लेटेस्ट डाटामा क्लिक गर्ने बित्तिकै अटोमेटिक यता आउँछ र यसलाई चाहिँ सेभ गरिदिने। कसैको स्थानीय तहले थप गरेको छ भने त्यो यो रकम चाहिँ एलजी रकममा चाहिँ राखिदिने। त त्यसै गरेर अब यसलाई चाहिँ हामीले स्थानीय तहमा चाहिँ कसरी पठाउने त यो तलबलाई चाहिँ रिक्वेस्ट फर्ममा गएर स्यालेरी इन्ट्री रिक्वेस्टमा जाने र वर्ष छान्ने। 2083 कुन महिना हो त। अब श्रावणको हेरौँ, यता सबै आछ। तर के आएको छैन भने प्रोत्साहन भत्ता चाहिँ जोडेर आएको छैन। त्यो किन भन्दा सेटअपकै क्रममा रहेको हुनाले यस्तो देखाएको हो। र यसलाई चाहिँ हामीले टिचर ट्रान्सफर टिचर स्यालेरी गरिदिने। पछि चाहिँ त्यो गरिसकेपछि हामीले स्यालेरी रिक्वेस्ट फर्ममा गएर चाहिँ एक्सेप्ट भयो भने त्यहाँबाट हामी हेर्न सक्छौँ। अनि त्यसै गरेर अर्को छ तलबी प्रतिवेदन हामी कसरी हेर्न सक्छौँ भन्ने छ। तलबी प्रतिवेदनको लागि हामीले रिपोर्टमा जाने। रिपोर्टमा गइसकेपछि टिचर रिलेटेडमा जाने र तलबी प्रतिवेदनमा जाने। तलबी प्रतिवेदनमा गइसकेपछि सिलेक्ट इयर 2083 कहिलेको हो भन्दा त वैशाख 2083 को चाहिँ वैशाखदेखि असारसम्मको हो वा श्रावणदेखि चैत्रसम्मको हो। दुई पटक देखाउने गर्छ। जस्तो मैले चाहिँ अब श्रावणदेखि चैत्रको त अब हुने भयो। मैले वैशाखदेखि असार हेर्न खोजेँ। यसलाई चाहिँ लोड गरेर यसलाई के गर्न सक्छु भने सिधै यसलाई प्रिन्ट गर्न सक्छु। स्थायीको मात्र हेर्ने भएपछि यसमा क्लिक गर्यो, एकजना स्थायीको मात्रै देखायो। सबै टिचरहरूको देखाउने भयो भने सबैमा क्लिक गर्दाखेरि यस्तो देखिन्छ।